हृदय हरि हृदय विनती सुने नाथ। आज आएर आफ्नो सखीको साथमा आएर कुलदेवीको मन्दिरमा पूजा गर्दै हुनुहुन्छ। यहाँ अगाडि आएर पूजा नै गर्ने है। मनै मन लाग्छ हे प्रभु, हे जगदीश्वर, अरूको बन्नु नपर्छ, हजुर आउनु हो जसरी भए पनि, होइन भने म आफ्नो देहलाई यही त्याग्न पनि पछि पर्दिन, प्रभु हजुर आउनुहोस् भनेर बडा दिव्य तरिकाले पूजन गरिरहनु भएको छ। सुन्दर आज भगवती माताको दिव्य कुलदेवीको पूजा गर्दै हुनुहुन्छ। अगाडि आएर यहाँ फुल पुष्पहरू अर्पण गर्दै हुनुहुन्छ। भगवानलाई लाग्यो उताबाट रथ हाकेर आउनुभयो। रुक्मिणीले त भन्नुभएको पछाडिबाट आउनु गल्लीबाट, तर मूल द्वारबाटै आउनु। यहाँ अगाडि आएर पूजा गर्दै गर्नु। मूल द्वारबाट सबैले देख्ने गरी दिव्य तरिकाले मुस्क मुस्कुराउँदै यत्र तत्र निहाल्दै भगवान आउनु भएको छ। रुक्मिणीले यहाँ पूजा गरिरहनु भएको छ, पूजा गरिरहनु भएको छ। भगवानले चारैतिर निहाल्दै हेर्दै 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 सब जसले देख्यो सब मोहित भए। द्वारमा बसेका द्वारपालहरू कसैले केश हेर्छन्, आहा घुङ्राले केश, कसैले सुन्दर भेष हेर्छन्, कसैले भगवानको चाल हेर्छन्, कसैले भगवानको हाल हेर्छन्। त्यो सुन्दरतामा सब मग्न भएका भगवान मुस्कुराउँदै आएर पूजा गर्दै गरे कि रुक्मिणीको हातमा च्याप्प समातेर आज लिएर भगाएर जानुहुन्छ। आज द्वारकाको तर्फ घुमाएर यता घुमाएर लिएर आउनु। धेरै बेरसम्म त थाहा भएन, नेटो कटाइसकेपछि बल्ल ए लाग्यो 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 लाग्यो, होइन ए कसले के लाग्यो। श्री कृष्णले रुक्मिणीलाई हरण गरेर लगे। शिशुपाल आज डाँको छोडेर रुन थालेछ, रुन थालेछ। र मेरो रुक्मिणीलाई शिशु आज कसले हरण गरेर लिएर गयो। दौडिँदै जाने, दौडिँदै हात समातेर है, हात समातेर रुक्मिणीलाई समातेर। बाँसुरी बजाउनु पर्दैन। अब एउटा कुरा भनौँ, यता ध्यान दिनु। अब हेर्नुहोस्, घरमा छोरीको चेलीको नातिनीको विवाह गर्ने बेला भएको छ भने ए राम्रो घर परिवार भेटियो भनेर आफ्नै मन खुसीले निर्णय नगर्नु अरे। राम्रो, त्यही भएर राम्रोसँग बुझ्नुपर्छ है। भक्तवत्सल भगवानको अघि त भगवानले 12 बजे कथा विश्राम गर्ने, त्यसपछि भेग दिने, त्यसपछि फेरि तिलार्पण गर्ने, 3 बजेसम्म त सबै कार्यक्रम सम्पन्न गर्ने यहाँबाट निस्किसकेका हुन्छौँ। आजै हो अब जति आनन्द लिए पनि भक्तवत्सल भगवानको ल पूजनको कार्य, विवाहको कार्य अगाडि बढाउनु पर्यो। माला कहाँ छ? फुलको माला यहाँ लैजानु। ल 2वटा माला यहाँ छ। अनि बिहेमा मालाको तयारी गर्नु पर्दैन त।